हेलो नमस्ते नमस्कार म युनिक तामाङ। अब आउने चुनावमा चाहिँ नेपाली जनताहरू सुध्रिनु पर्ने देखिन्छन् मैले। अब आउने मौका चाहिँ यही हो नेपाली जनताहरूले। मौकामा चौका हानेन भने तपाईँहरूले जिन्दगीभरि तपाईँहरूले दुःख पाउनेछ। अब आउने चुनावमा जो छ जहाँ छ स्वतन्त्र पार्टीले भोट हाल्नुपर्ने देखिन्छन् मैले चाहिँ। पुरानो पार्टीहरूलाई फेरि भोट दिएर जितायो भने तपाईँहरूको हालत कुन अवस्थामा पुग्छ त्यो बुझ्न जरुरी छ तपाईँले। म त्यही भन्न चाहन्छु, अब आउने नयाँ नयाँ स्वतन्त्र पार्टीहरूलाई चाहिँ जिताएर बहुमतको साथ यसपालि उहाँहरूलाई जिताउनु पर्ने हुन्छ नेपाली जनताले। मौका चाहिँ यही छ है साथीहरू। यति मौकामा दिएन भने, भोट दिएन भने तपाईँले जिन्दगीभर दुःख पाउनेछ। म चाहिँ यही भन्न चाहन्छु। राम्रो व्यक्तिलाई, राम्रो काम गर्न सक्ने क्षमता व्यक्तिलाई छानेर भोट हाल्नुहोस्, फेर्नुहोस्। अझै पनि छ, समय छ, अझै 2 महिना छ। 2 महिनाको भित्रमा तपाईँले पुरानोकै पार्टीमा लिनुहोस् न। नाम, हारेकोहरू, पैसाहरू, हरेक खानेकुराहरू पुरानै पार्टीको खाने हुन्छ कि केही फरक पर्दैन त्यसमा। तर अन्तिममा भोट चाहिँ राम्रो व्यक्ति स्वतन्त्र पार्टीलाई हाल्नु भन्न चाहन्छु म चाहिँ। किनभने यसपालि स्वतन्त्र पार्टीलाई तपाईँको एक भोटले गर्दा स्वतन्त्र पार्टीले यति जितायो भने तपाईँको हरेक नेपाली र सुरक्षित हरेकको कामहरू चाहिँ विकास गर्न सक्छ। यति क्षमता छ मैले हेर्दाखेरि चाहिँ। म चाहिँ यही भन्न चाहन्छु साथीहरू, नेपाली जनता सुध्रिनु पर्ने देखिन्छन् मैले। यति एमाले काङ्ग्रेस माओवादीको पछि लागेर झोला बोकेर फेरि एमाले काङ्ग्रेसलाई यति जितायो भने त्यो नेपाली जनताहरू हेरिसके त। तपाईँहरूले हेरेन, हेरिसके त यार। अब त फेर्नुहोस्, अब बुद्धि आउनुहोस् नेपाली जनताहरू। अब अहिले बुद्धि नआए कहिले बुद्धि आउँछ तपाईँहरूको। अबको पुस्तालाई राम्रो तरिकाले भोट दिएर जिताएन भने तपाईँहरूले जिन्दगीभर दुःख पाउँछ। म चाहिँ यही भन्न चाहन्छु।